यस्तो राम्रो बाटो छ होइन, तर घाम नलागेर अलिक नराम्रो देखेको छ, तर पनि राम्रो छ भ्यूजहरू खिच्न सक्नुहुन्छ। यो चाहिँ हाइकिङ गर्ने चिसो ठाउँ हो। भएर चाहिँ यो चिसो फल छ। लागेर चाहिँ यो पातहरू चाहिँ सबै झरिसक्यो पातहरू झरिसकेको छ। रातो देखिँदैन। नभए यस्तो राम्रो देख्छु कि यो वहाँ लेक छ सानोबडाको, अनि यहाँ चाहिँ हिँड्ने ठाउँ पुल छ, हाइकिङ पनि गर्ने ठाउँ हो, मान्छेहरू हाइकिङ गर्छन् यहाँबाट। यस्तो राम्रो देखिरहेको छ नि, यहाँ हेर्नु सक्नुहुन्छ। अझै समर टाइममा आएको भए यति धेरै राम्रो देख्छ कि फल टाइममा फल टाइममा स्पेसली। अहिले हामी फल सबै झरिसकेपछि आउँदाखेरि यस्तो पुरै पनि राम्रो काम लागेको छ। एकछिनको लागि यस्तो राम्रो देखेको छ वेदर। मेरो बुढा त्यहाँ हुनुहुन्छ अनि उता लागेको छ अहिले एकछिनको लागि मात्र। अनि यहाँ यस्तो देख्नुहुन्छ। अनि उहाँ चाहिँ सानो खोला छ, म देखाउँछु तपाईँहरूलाई, एकछिन हेरिदिनु होला। यतिको छ होइन। यहाँ चाहिँ खासै धान के होला, खासै धान रोपे जस्तो छ होइन, धान जस्तै, तर धान चाहिँ होइन देख्छ होइन, तर घामले टल्क्यो होला धेरै। यहाँ चाहिँ यति राम्रो देख्छ, यति राम्रो देख्छ कि यति राम्रो हेर्नुहुन्छ, कति मजाको देख्छ। यसरी आउनु हुँदैछ मेरो सामान बोक्दै होइन, किनभने खासै जाडो छ। एकछिन भिडियो बनाउनुको लागि चाहिँ हामीले मैले ज्याकेट खोलेको थिएँ, बुढा चाहिँ यसरी आउनुहुन्छ, तर हिरो देखिरहेको छ मेरो बुढालाई। परदेखि हिँडेर आएको, यसको सिधै 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 यो बाटो हिँड्दै 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 यहाँ आइपुग्यो। अब हामी यता जाँदैछौँ, फेरि जङ्गल छ वहाँनिर सानो। अनि यहाँ पनि यस्तो देख्नुहुन्छ, यहाँ पनि घाँस घाँस होइन के हो यो खासै, यो खोइ यो चाहिँ खोइ सायद यो तालहरुमा उम्रिने खालको झार होला, तर लामो 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 छ, तर राम्रो देखिरहेको छ। रुखमा एउटा पत्ता छैन, झरिसकेको छ होइन, तर कति राम्रो खालको कलर देखिरहेको छ, सेतो सेतोहरू चाहिँ, तर पनि कति उज्यालो खालको देखिरहेको छ। अनि हामी पल्लो छेउदेखि आएको, हिँड्दै 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 यहाँ आइपुग्यो। सिधा देखेको छ भूतको फिल्ममा हुन्छ नि रुखहरू, अँध्यारो खालको, हल्दी पनि राख्छ वरिपरि। अनि फेरि यहाँनिर डरै लाग्दो खालको छ क्या। परदेखि हामी हिँड्दै हिँड्दै आएको। यति लामो कति लामो छ रुख पनि, माथिदेखि तलसम्म सिधा सिधा खालको छ, भूत जस्तै छ। फेरि बाटो पनि डरै लाग्दो, बाहिर बसेर जाडो रहेछ धेरै, अनि त्यही भएर चाहिँ अब हामी गाडीभित्र खाना लाग्दैछौँ। सबै सामान मैले लिएर आएको छु। अब मोल्छु यहाँ, यो चटपटे भयो, यहाँ पानीपुरी, अनि पानीपुरीको झोल, अनि यहाँ पानीपुरीमा हाल्ने आलु छ। बाहिर जाडो पनि भयो, बाहिर धेरै जाडो भयो, धेरै धेरै जाडो। अब खालि लिएको कुरा त खाएर जानु पर्यो होइन, त्यही भएर म मलमा जाँदैछु चटपटे, अनि खाएर घरतिर जाने। ल ओके बाई बाई। ल हामी इन्जोय गरौँ त खाना, चटपटे पानीपुरी खानु, पानीपुरी झोल पनि दिँदैन, तर पुगिन्छ होला नि यो यसो गर्दा त। यहाँ चाहिँ रेडी छ पानीपुरी झोल पनि, एकदम मलेर खानुपर्छ, बुढीले बनायो। ल ओके भन्नुहोस् न। अब अहिले एकछिनबाट फेरि म चटपटे बनाइसकेर देखाउँछु, अनि अरू बाँकी कुरा अहिले बिस्तारै बिस्तारैसँग चाहिँ मैले चटपटे मलिसकेँ, अघि मलेको थिएन होइन, अनि कोक छ यहाँनिर। अब खाना लागेको चेस पानीपुरी एकदम गजब। कस्तो छ, पिरो छ कि छैन कि, मिथुन भएको पानीपुरी जस्तो भएको छ। को मिथुन भयो? मिथुन भयो चाहिँ हामी सानोमा खालि मिथुन भएकोमा खान्थ्यौँ, अब त्यो भएकोमा खाने बानी परेर होला, अरू कहीँ ठाउँको नि मन नपर्ने। अहिले तिमीले बनाएको ठ्याक्कै त्यो जस्तो एकदम बेस्ट। चटपटे पनि धेरै राम्रो, धेरै मिठो, एकदम मिठो भएको छ सबै कुराहरू। थ्याङ्क यू। फर्केको घर यहाँबाट होइन, हाइकिङबाट गरेर यहाँ गरेर हामीले हाइकिङ यस्तो धेरै अहिले अँध्यारो अँध्यारो भएको छ। जाँदैछु घर, कति राम्रो देखिरहेको छ। ड्राइभ चाहिँ उहाँ हुनुहुन्छ सर।